वेल दर्शकबिन हाम्रो नेपाली राष्ट्रिय अन्डर 20 का खेलाडीहरूले यही आउँदै गरेको जनवरी 31 मा चाइनासँग मैत्रीपूर्ण खेल खेल्दैछ। यसको बारेमा मैले तपाईहरुलाई जानकारी दिइसकेको छु। र दर्शकबिन भर्खरै मात्रै नियुक्त भएका मुख्य प्रशिक्षकको रूपमा यामप्रसाद गुरुङले 2 दिन पश्चात नै अन्ततः 23 खेलाडीको स्क्वाड चाहिँ फाइनली घोषणा गरेको छ। दर्शकबिन योभन्दा अगाडि चाहिँ मुख्य प्रशिक्षक गुरुङले 30 सदस्यीय टोलीको घोषणा गरेको थियो पहिलो प्रारम्भिक छनौट चरणको लागि। त्यसपश्चात लगातार 2 दिनपछि चाहिँ अहिले यामप्रसाद गुरुङले फाइनली 23 सदस्यीय टोलीको घोषणा पनि गरेको छ। दर्शकबिन यो पल्ट कुरा गर्ने भने चाहिँ हाम्रो नेपाली राष्ट्रिय अन्डर 20 टोलीमा भने लगभग जुनियर राष्ट्रिय खेलाडीहरूले भरिएको छ, किनभने यी सबै खेलाडीहरू प्राय गरी राष्ट्रिय सिनियर टिमबाट खेल खेलिसकेका छन् भने कतिले चाहिँ ट्रेनिङ गरिसकेका छन्, कतिको चाहिँ नाम परिसकेका खेलाडीहरू हुन्, जसको कारणले गर्दा चाहिँ पक्कै पनि यामप्रसाद गुरुङलाई पनि खेलाडी सिलेक्सन गर्नका लागि चाहिँ सजिलो भएको हुन सक्छ। दर्शकबिन अब यसो भनिरहँदाखेरि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले चाहिँ कुन खेलाडीलाई चाहिँ फाइनल स्क्वाडमा राखेका छन् भन्ने कुरा हामी पुरा जान्नतिर लाग्नेछौँ। अब लागौं पुरा जानकारीतिर। दर्शकबिन मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले नियुक्त भएको 2 दिनमै स्कुल अफ फिजिकल एजुकेसन अफ युवान युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खेल्ने अन्डर 20 महिला टोलीको घोषणा गरेका छन्। दर्शकबिन अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार मात्रै मुख्य प्रशिक्षकमा गुरुङलाई नियुक्त गरेको थियो। उनले सोही दिन 30 सदस्यीय टोली प्रारम्भिक घोषणा गरेका थिए। सोमबार 1 दिन प्रशिक्षण गरेर उनले मंगलबार नै 23 सदस्यीय टोलीको घोषणा गरेका हुन्। दर्शकबिन टोलीमा गुरुङले बंगलादेशमा भएको साफ अन्डर 20 मा नेपाललाई उपविजेता बनाउने प्राय खेलाडीलाई निरन्तरता दिएका छन्। सर्वाधिक गोलकर्ता 10 गोल गरेकी पूर्णिमा राई, 7 गोल गरेकी मीना देउबा पनि आफ्नो स्थान बनाएका छन्। दर्शकबिन यस्तै कुरा गर्ने भने चाहिँ आयुषा रेउली, अन्सु बिका, अनु माझी, डिकी स्याङ्बो, मनिषा सेन, सीता रोका, सुनिता बिका भने प्रारम्भिक टोलीबाट बाहिरिएका छन्। मैत्रीपूर्ण खेल 31 जनवरीमा त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आयोजना हुने तय छ। नेपाल स्थित चिनिया राजदूतावास र राष्ट्रिय खेलकुद परिषदको समन्वयमा एक खेल आयोजना गर्न लागि हो। दर्शकबिन चिनिया नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिन लागेको यस खेलले नेपाली अन्डर 20 महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरेको छ। उक्त खेलका लागि चिनिया टोली 29 जनवरीमा नेपाल आइपुग्ने एन्फाले जनाएको छ। विगत 3 वर्षदेखि नेपाल र चिनिया युवा टोली बीच यस प्रकारको मैत्रीपूर्ण खेल आयोजना गरिँदै आएको छ। दर्शकबिन अब हामी कुरा गर्नेछौँ फाइनली यानी कि फाइनल स्क्वाडमा अब कुन खेलाडी चाहिँ परेका छन् त यसको बारेमा हामी कुरा गरौँ। दर्शकबिन पहिलो नम्बरमा रहेको छ अमिता भुल, त्यस्तै अनिसा राई, अस्मिता गुरुङ, भावना परियार, बिर्सना चौधरी, गंगा रोका, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला जोशी, मीना देउबा, सजिना स्याङतान, समीक्षा मगर, संगीता अधिकारी, सानीमाया लो, सरिता कुमारी नाथ, सेमिहाङमा लिम्बू, सिमरन राई, सुजाता तामाङ र सुक्रिया मिया रहेका छन्। अब दर्शकबिन हामी यतातिर कुरा गरौँ कुन खेलाडी चाहिँ राष्ट्रिय टिममा खेल खेलिसकेका छन् यानी कि सिनियर टिममा। अब यतातिर कुरा गर्ने भने चाहिँ दर्शकबिन राष्ट्रिय टिममा नाम निकालिसकेका बिर्सना चौधरी रहेका छन्, त्यस्तै झुमा विश्वकर्मा रहेका छन्, त्यस्तै कुसुम खतिवडा पनि रहेका छन्, लीला जोशी उनी गोलकिपर हुन् उनी पनि रहेका छन्, मीना देउबा त उनी अहिले कन्टिन्यू खेलिरहेका छन् भने यतातिर कुरा गर्ने भने चाहिँ जस्तै कि सुक्रिया मिया, त्यसपछि यहाँनेरि सेमिहाङमा लिम्बू जस्ता खेलाडी, त्यस्तै पूर्णिमा राई जस्ता खेलाडीहरूले भने राष्ट्रिय टिमबाट खेल खेलिसकेका छन्। जसको कारणले गर्दाखेरि पनि यसो हेर्दाखेरि चाहिँ जुनियर राष्ट्रिय टोलीले चाहिँ भरिएको खेलाडीको रूपमा चाहिँ हामी देखिरहेको छौँ। मैले दर्शकबिन तपाईहरुलाई यसको लागि के लाग्छ र हाम्रो नेपाली चेलीहरूलाई जितको लागि अग्रिम रूपमा सबैले मिलेर शुभकामना पनि